राष्ट्र बैंकको सञ्चालकमा अब एक महिला अनिवार्य। सङ्घीय संसदको अर्थ समितिमा छलफल भइरहेको नेपाल राष्ट्र बैंक ऐन 2058लाई संशोधन गर्न बनेको विधेयक अन्तर्गत राष्ट्र बैंकको सञ्चालक समितिमा कम्तीमा एकजना महिला अनिवार्य रहने व्यवस्था गर्ने विषयमा सहमति जुटेको छ। मङ्गलबार बसेको समितिको बैठकले सञ्चालक समितिमा रहने 3 जना स्वतन्त्र सञ्चालक मध्ये कम्तीमा एकजना महिला हुनुपर्ने व्यवस्था सुनिश्चित गर्ने सहमति गरेको हो। यो व्यवस्थाले राष्ट्र बैंकको नेतृत्व तहमा महिला सहभागिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। यसअघि सञ्चालक समितिमा महिला सदस्य अनिवार्य हुने कानुनी व्यवस्था थिएन। अब भने विधेयक मार्फत यस्तो प्रावधान समावेश गर्ने सहमति भएको हो। बैठकमा सञ्चालक समितिको संरचना सम्बन्धी अन्य व्यवस्थाहरू भने हालकै स्वरूपमा कायम राख्ने सहमति भएको छ, जस अनुसार सञ्चालक समिति 7 सदस्य रहने, 2 जना डेपुटी गभर्नर रहने र अर्थ सचिव पद सदस्य रहने व्यवस्था यथावत रहनेछ।